Hello everyone, welcome back to my channel. र आज चाहिँ हामी एकदम नयाँ एक्सपिरियन्स गर्ने भनेर चाहिँ हाइफा पोर्टबाट चाहिँ हामी आकुमा चाहिँ शिप बाई शिप जाने। अनि यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हो। अनि 45 to 1 hour लाग्ने रहेछ यो शिपमा जानको लागि। अनि यहाँनिर हामी सबैजनाले टिकटहरू चेक गराउँदैछौँ। अनि हामी बोटमा इन भइसकेका छौँ। यहाँबाट चाहिँ एकदम दामी हाइफाको नजाराहरू देख्दै थियो। अनि चराहरू पनि हाम्रो शिपको पछि उडिरहेको थियो। अनि जति गहिरोमा गयो त्यति पानीको कलर पनि चेन्ज हुने क्या। यहाँनिर एकदम ब्लू देखिरहेछ, यति दामी भ्यू। अनि आज चाहिँ मलाई तपाईँहरूले भिडियोमा त्यति देख्नु हुँदैन, किनभने मलाई चाहिँ यो भ्यू नै मैले क्याप्चर गर्न मन पऱ्यो। यो चाहिँ शिपमा सबै मान्छेहरू चाहिँ तलपट्टि खुल्ला स्पेसमा गएको थियो। अनि फाइनली हामी यहाँनिर चाहिँ अक्कु पोर्टमा पुग्यो। अनि यहाँनिर अक्कु पोर्टबाट यस्तो गरेर हेर्दा यहाँनिर चाहिँ पनी भन्छ, खै के हो है, चढ्नु मन परेको थियो, चढ्नु पाइएन। पुरा भोक लागेको कारणले चाहिँ हामीले फलाफल होइन, के भन्छ यो सावरमा जस्तो टाइपको यो लाफा हो कि के भन्छ यो हामीले अर्डर गऱ्यो। अनि एकदमै भोक लागिरहेको थियो, बिहानै उठेर गएको। अनि आएको ओल्ड सिटीमा फर्स्टमै रेस्टुरेन्टमा गएर हामीले यो अर्डर गऱ्यो। फाइनली हाम्रो हातमा आइसक्यो। अब चाहिँ हामी बाइट लिनेछ। स्पाइस एकदमै मैले स्पाइसी खोर्सानीसँग खाएँ, मिठो भयो। अनि यो चाहिँ हामी ओल्ड सिटी आएको ओल्ड सिटीमा हामी भित्र एन्टर भयो। त्यो भित्र चाहिँ यस्तो चिजहरू रहेछ जुन चाहिँ एकदमै मलाई मनपर्छ। यस्तो के भन्छ के सोभेनियरहरू। त्यहाँबाट मैले एउटा 50 इयर्सको एउटा क्यालेन्डर लिएँ, त्यो मेटल क्यालेन्डर हिब्रूमा रहेछ। अनि त्यो चाहिँ मलाई एकदम मन पर्यो। यहाँनिर चाहिँ के भन्छ यो खोसेलाको पिरा रहेछ। पहिला सानोमा हामीले देख्थ्यौँ उता बस्तीतिर, कतिजनालाई थाहा छैन होला। यहाँनिर चाहिँ तोप रहेछ। अनि यो चाहिँ भित्र आएको त्यो ओल्ड सिटी भित्र जाँदाखेरि चाहिँ यस्तो रहेछ साथीहरू। मलाई चाहिँ एकदम मजा लागिरहेको थियो। पुरानो सामानहरू हेर्नुको लागि त्यहाँभित्र मजा लागिरहेको थियो। यहाँनिर धुप बालेर धुपको बास्नाहरू आइरहेको थियो। यो चाहिँ सायद त्यो धुपहरू राख्नेहरू होला सायद। र यहाँनिर चाहिँ अब हामी घुमेर पनि फर्किँदैछ। अनि ब्याक टु फेरि आफ्टर 2 hours ब्याक टु स्टे शिपमा फर्किँदैछ। एकदमै चिसो मौसममा चिल गर्दै थियो। एकदमै मजा आयो आज हामीलाई। हामीले एकदम राम्रो टाइम स्पेन्ड गर्यो। अनि मेरो एक्सपिरियन्स पनि राम्रो भयो। र तपाईँहरू पनि जान चाहनुहुन्छ भने हाइफा टु अक्कु टु हाइफा ब्याक आउन सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू इन नेक्स्ट भिडियो।